सम्मान्य सभामुख महोदय, संघीय संसद कानून निर्माणका साथै नागरिकका समस्या, गुनासो र आवश्यकतासँग सम्बन्धित विषयमा गम्भीर रूपमा छलफल गर्ने थलो पनि हो। प्रस्तुत सन्दर्भमा सम्मानित सदनको शून्य समय, विशेष समय तथा आकस्मिक समयमा भएका छलफलहरूको क्रममा मान्य सदस्यहरूले कानून निर्माण, आम नागरिकको न्यायमा पहुँच तथा विधिको शासन कायम गर्ने सम्बन्धमा विभिन्न चासो र सरोकार व्यक्त गर्नुभएको छ। आफ्नो एक्सट्रिम एनर्जी ड्रिङ्कको क्यानमा भएको क्यूआर कोड स्क्यान गर्नुहोस् र सुनको बल जित्ने मौका पाउनुहोस्। यहाँहरूले राख्नुभएका चासो, सरोकार र रचनात्मक सुझावलाई मैले अत्यन्तै सकारात्मक रूपमा लिएको छु। सुझाव व्यक्त गर्नुहुने सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँहरूले जुन सुझाव दिनुभयो, मन्त्रालयको काम कारबाही प्रभावकारी रूपमा सम्पादन गर्न उल्लेखनीय सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्दै आगामी दिनहरूमा पनि यहाँहरूको सुझावको अपेक्षा पनि गर्दछु। सम्मानित सभामुख महोदय, म यसभन्दा अगाडि 2079 सालमा निर्वाचित भएर आएको समयमा प्रतिपक्ष बेन्चमा बसेको थिएँ। उक्त समय मैले सरकारलाई कानून निर्माणका सम्बन्धमा संसदमा कुन विधेयक आउने हो, ती विधेयकहरू चाहिँ संसदलाई सूची बनाएर अगाडि नै दिनुपर्छ, ताकि संसदलाई कुन कुन कानूनहरू आउँदैछ, कुन कुन कानूनहरूमा हामीले कस्तो राय धारणा बनाउनु पर्ने हो भन्ने बारेमा अगाडि नै जानकारी होस् र त्यसलाई तयारी गर्ने समय पुगोस्। म आज संयोगले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्दैछु र आज आउँदै गर्दा यो संसदको गरिमा, यो संसदप्रतिको विश्वासलाई अक्षुण्ण राख्नको लागि म उत्तिकै प्रतिबद्ध छु। त्यसकारणले पनि सम्मान्य सभामुख महोदय, यस सन्दर्भमा हामीले विधायन ऐन 2081 मा पनि काम गर्यौं। अघिल्लो संसदबाट निर्वाचित भएर आइसकेपछि विधायन ऐन हामीलाई चाहिन्छ। कानून निर्माण गर्ने प्रक्रिया के हो, त्यो प्रक्रिया ऐनले नै निर्धारित गर्नुपर्छ भनेर विधायन ऐन चाहिन्छ भन्ने कुरा गर्यो। सरकारले त्यतिखेर विधायन ऐन प्रस्ताव पनि गर्यो, विधायन ऐन आयो पनि। विधायन ऐन 2081 को दफा 3 मा सम्बन्धित मन्त्रालयले आगामी आर्थिक वर्षमा तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी प्रत्येक वर्षको जेठ महिनाभित्र विधेयकको प्राथमिकता क्रम खुलाई कानून मन्त्रालयमा पठाउनु पर्ने र प्राप्त विवरणका आधारमा कानून मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग छलफल गरी संघीय संसदमा पेश गर्ने विधेयकको प्राथमिकता क्रम निर्धारण गरी वार्षिक कार्यतालिका निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ। उक्त वार्षिक कार्यतालिका कानून मन्त्रालयले असार मसान्तभित्र संघीय संसदमा पठाउनु पर्ने व्यवस्था रहे बमोजिम यस मन्त्रालयमा असार 24 र 25 गते सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरिएको थियो। कानून मन्त्रालयमा हामीले छलफल गर्यौं। सम्बन्धित मन्त्रालयसँग भएको छलफलका आधारमा आर्थिक वर्ष 2083-84 का लागि संघीय संसदमा पेश गरिने विधेयकको संख्या 166 कायम गरी सो प्राथमिकता क्रमसहितको कार्यतालिका आजै संघीय संसदमा पठाइएको र प्रतिनिधि सभाका सम्मान्य सभामुख र राष्ट्रिय सभाका सम्मान्य अध्यक्षज्यूलाई समेत आजै सूची बुझाइएको बेहोरा जानकारी गराउन चाहन्छु। सम्मान्य सभामुख महोदय, कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। प्राथमिकता क्रम अनुसार पहिलो प्राथमिकतामा 64 वटा विधेयकहरू छन्, दोस्रो प्राथमिकतामा 45 वटा विधेयकहरू छन् र तेस्रो प्राथमिकतामा 57 वटा विधेयकहरू छन्। कुल विधेयक 166। मन्त्रालयगत रूपमा विधेयकहरूको संख्या म एकचोटि पढेर सुनाउन चाहन्छु। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट 15 वटा विधेयकको तयारी गरिएको छ। अर्थ मन्त्रालयबाट 15, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट 4, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट 4, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 17, कृषि वन तथा पर्यावरण मन्त्रालयबाट 13, गृह मन्त्रालयबाट 11, परराष्ट्र मन्त्रालयबाट 4, पूर्वाधार विकास मन्त्रालयबाट 16, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट 8, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र